नमस्कार साथीभाइहरू, यो भिडियो सब मिडिया अनि पुऱ्याइदिनु होला। यहाँ ऊ चाहिँ मेरो बुढी र मेरो छोरी अनि म, अनि उता चाहिँ आमा र बुवा हुनुहुन्छ, ससुरा बुवा र आमा हुनुहुन्छ। उहाँहरूले छोरी माइत पठाइदिएका चाहिँ एक्कासी रोकिदिनु भयो। किन रोक्नुभयो भनेर हामी लिन गएको, अनि रोकिसकेपछि बुवा आइसकेपछि बुवा ससुरा बुवा हिँड्दै हुनुहुन्थ्यो। बुवा आइसकेपछि बुवाले आफै लगेर छोडिदिने भन्ने कुरा गर्नुभयो र हामी फर्केर आइसकेपछि म घर आएको कम्तीमा 6-7 दिन भएको थिएन। बिहे गरिदिइसक्नुभयो रहेछ अनि मलाई थाहै थिएन। अनि पछि एक्कासी मैले खोज तलास गर्दा किन बुवा आउनु भएन, किन लिएर आउनु भएन भनेर खोज तलास गर्दा तैँले अब यता आइस भने तँलाई मारिदिन्छु, मेरो छोरी खोजिस् भने तँलाई मारिदिन्छु भनेर यस्तो धम्की दिनुभयो। मैले आफ्नो छोरी र आफ्नो बिहे खोज्न पाउँछु मैले, किनभने मेरो छोरी छ, मेरो बुढी छ भनेर मैले खोज तलास गर्दा मलाई मारिदिन्छु, तँलाई मारिदिन्छु भनी धम्की दिनुभयो। अनि त्यही कारणले मैले हजुरको सामुन्ने यो फोटो हालेर मैले आफ्नो बुढी र आफ्नो श्रीमतीको भेटाउँछु कि भनेर हजुरको सामुन्ने यस्तो भिडियो बनाएर हालेको। हजुरहरूले सक्दो सहयोग गरेर मिडियासँग यो भिडियो पुऱ्याइदिनु होला, किनकि मेरो छोरी माइतै छ लिन। मैले छोरी ल्याउँछु भन्दाखेरि छोरी पनि ल्याउदिनँ अनि तँलाई जहाँ पनि मारिदिन्छु भन्नुहुन्छ। मैले आफ्नो श्रीमती खोज्न जाँदा पनि अब मैले के गर्ने, त्यही कारणले मिडियासम्म यो भिडियो पठाइदिएँ।